साथीहरु नमस्कार। तपाईहरुको लागि एउटा अर्को टपिक छ। हेर्नुस् त, हामी चाहिँ बैंकिङ जोखिम र जोखिम व्यवस्थापन टपिकमा छौँ। यसमा धेरै शीर्षकहरू छ। जोखिमका विभिन्न किसिमका प्रकार र त्यो प्रकारको प्रत्येकको कारण र त्यसको व्यवस्थापनका उपायहरू भनेर हामीले चाहिँ हरेकको छुट्टा-छुट्टै भिडियोहरू बनाइदिएका छौँ तपाईहरुको लागि। एउटै भिडियो लामो हुन सक्छ, हेर्न अलिकति अल्छी पनि लाग्न सक्छ। त्यो भएर पनि तपाईहरुको लागि चाहिँ हामीले फेरि आज चाहिँ के छ त यो सञ्चालन जोखिम अपरेसनल रिस्क भनेको छ। सबैभन्दा प्रभावित जोखिम भनेको चाहिँ सञ्चालन जोखिम पनि हो र यो सञ्चालन जोखिम चाहिँ के कारणले भएको छ त सञ्चालन जोखिमका धेरै कारणहरू हुन सक्छन्, अनगिन्ती कारणहरू छन् है। कुनै पनि बैंक वित्तीय संस्थाको चाहिँ के त पिपुल प्रोसेस र टेक्नोलोजीसँग सम्बन्धित हुने भएकोले पिपुलसँग सम्बन्धित, त्यसै गरी प्रोसेससँग सम्बन्धित र टेक्नोलोजीसँग सम्बन्धित हुने भएकोले यसका चाहिँ धेरै कारणहरू छन्। तर पनि हामीले एनआरबी अर्थात् नेपाल राष्ट्र बैङ्कको निर्देशनमा आधारित भएर कारणहरूमध्ये केही कारणहरूलाई चाहिँ एउटा ट्रिक्स मार्फत बताउन गइरहेका छौँ। ल अब चाहिँ के छ त ट्रिक्स त्यसो भए हेर्नुहोस् त कति सजिलो कुरा छ। सञ्चालन जोखिमका कारणहरू के हुन् त्यसो भए सञ्चालन जोखिमका कारण भने तपाईँको दिमागमा के आउनु पर्यो भन्दाखेरि डिसिजी को टिमले बैंक सञ्चालन गर्दा जोखिम बढ्ने भयो भन्दाखेरि सञ्चालन जोखिमको कुरा आउँदाखेरि डिसिजी याद गर्नु पर्यो कि डिसिजीको टिम कुनै पनि टिमले नै बैंक सञ्चालन गर्छ भनेर एउटा अनुमान गरौँ र हामीले यसरी ट्रिक्स बनाइदिएका छौँ। त्योभन्दा पहिले एक लाइन कमसेकम पनि हामीले चाहिँ सञ्चालन जोखिम भनेको के हो ध्यान दिने। बीएफआइएस होइन, बैंक तथा वित्तीय संस्थामा पिपुल प्रोसेस र टेक्नोलोजी, पिपुल त्यसै गरी प्रोसेस त्यसै गरी टेक्नोलोजीको कमजोर प्रयोगबाट हेर्नुहोस् त तीनटा कुरा छ। कर्मचारीहरू चाहिँ राम्रो परिचालन हुन सकेन, प्रोसेसिङको कुराहरू राम्रो हुन सकेन, प्रविधिको कुरामा हामीले ध्यान दिन सकेनौँ भने त्यसले के हुन्छ त कमजोर प्रयोगबाट पर्न जाने नकारात्मक असरलाई सञ्चालन जोखिम भनिन्छ। तपाईँहरूको दिमागमा तीनटा कुरा आउनु पर्यो, पिपुल प्रोसेस टेक्नोलोजी है, पिपुल प्रोसेस टेक्नोलोजी भनेर तपाईँहरूले यो तीनटा कुरालाई चाहिँ लेख्न जान्नुपर्छ। र अब यो चाहिँ सुरुमा तपाईँलाई कारणहरू सोधे पनि एक लाइनमा सञ्चालन जोखिमको मिनिङ लेख्न सक्नुहुन्छ। योभन्दा बाहेक पनि तपाईँले आफ्नै कुनै परिभाषा याद गर्नुभएको छ भने पनि लेख्नुहोला। त्यसभन्दा पछाडि हामी केमा थियौँ त कारणमा डिसिजीको टिमले बैंक सञ्चालन गर्दा जोखिम बढ्यो भनेर चाहिँ यसरी लेखिसकेपछि अब हामीले हेर्नु त डी भनेको डाटा रिकभरी साइटको व्यवस्था नहुनु भनेको छ है। सञ्चालन जोखिम एउटा मुख्य कारण भनेको डाटा रिकभरीहरू, विभिन्न किसिमका घटनाहरू घटिसकेपछि त्यसलाई चाहिँ रिकभर गर्ने सिस्टम चाहिँ अझै पनि प्रभावकारी हरेक बैंक वित्तीय संस्थामा हुन सकेको छैन। यसको कारणले पनि सञ्चालन जोखिम बढ्न सक्छ है। त्यसै गरी अर्को के छ, सी भनेको यहाँनिर कन्ट्रोल सिस्टमलाई याद गर्नु होला। हुन त यहाँ आइबाट आउँछ तर हामीलाई याद गर्न सजिलोको लागि इन्टरनल कन्ट्रोल सिस्टम भनेको छ आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा पनि सञ्चालन जोखिम चाहिँ बढ्दै जान सक्छ। त्यसपछि टी भनेको के हो हेर्नुहोस् त, टी भन्दा बित्तिकै टेक्नोलोजी याद पनि हुन सजिलो हुन्छ, हामीलाई याद गर्न पनि सजिलो हुन्छ। टी भनेको टेक्नोलोजी परिवर्तनसँगै जोखिम परिवर्तन हुँदा जोखिम पहिचान नहुनु भनेको छ। अब अहिले चाहिँ टेक्नोलोजीहरू चाहिँ दिनहुँ परिवर्तन भइरहेको छ। त्यो टेक्नोलोजी परिवर्तन सँगसँगै त्यहाँ विभिन्न किसिमका रिस्कहरू जुन चाहिँ टेक्नोलोजी पनि नयाँ भएको कारणले त्यसमा भएका जोखिम पनि पहिले ल्याउन गाह्रो भएको कारणले पनि सञ्चालन जोखिम चाहिँ हाम्रो चाहिँ बढ्दै गइरहेको हुन्छ। फलस्वरूप बैंकको नियमित सञ्चालन प्रक्रिया नै अवरोध हुन सक्छ। यी भनेको हामीले के बुझ्ने त इम्प्लोइ ट्रेनिङ डेभलपमेन्ट र इथिक्समा ध्यान कम दिनाले पनि सञ्चालन जोखिम बढिरहेको छ भनेर यसरी कारण लेख्न सक्छौँ। त्यसै गरी एमा के छ त, ए भनेको चाहिँ लेखा परीक्षक स्वायत्त नहुनुले पनि के हुन सक्छ त सञ्चालन जोखिम चाहिँ बढ्दै जान सक्छ। त्यसले आन्तरिक र बाह्य लेखा परीक्षक स्वायत्त पनि हुन आवश्यक छ। त्यसै गरी अर्को के छैन र टिइएएम भनेको मेकर र चेकरको कुरा छ। मेकर र चेकर भनेको अर्थात् ड्युल कन्ट्रोलको व्यवस्था नहुनु भनेको छ। बैंक तथा वित्तीय संस्थामा दुई पक्षले काम गर्न अनिवार्य हुन्छ, एउटा मेकर अर्को चाहिँ चेकर हुन्छ होइन। दुईटा तहबाट काम भइरहेको हुन्छ, त्यसै कमसेकम पनि दुईटा तहबाट काम भइरहेको हुन्छ। त्यसैले यदि त्यो चाहिँ ड्युल कन्ट्रोलको सिस्टम नभएपछि गलत किसिमको कारोबार गरिदिन सक्छ। त्यसैले कमसेकम पनि बैंक वित्तीय संस्थामा चाहिँ ड्युल सिस्टमको व्यवस्था हुन आवश्यक छ भनेर यसरी यहाँनिर चाहिँ हामीले कारणहरू भनेका छौँ। हामीले चाहिँ कारणहरू भन्यौँ र कारणभन्दा पछाडि तपाईँको चाहिँ सञ्चालन जोखिमलाई व्यवस्थापन कसरी गर्न सकिन्छ अथवा कस्ता रणनीतिहरू अपनाउन सकिन्छ भनेर प्रश्न आयो भने कारण त भयो डिसिजीलाई अथवा डिसिजीको टिमले बैंकको जोखिम बढ्यो भनेर हामीले कारण पढ्यौँ। अब चाहिँ यसैलाई चाहिँ तपाईँले समाधानका उपायमा पनि
अर्थात् व्यवस्थापनका रणनीतिको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। ध्यान दिनुहोला, सञ्चालन जोखिम व्यवस्थापनको लागि भनेर प्रश्न आएछ भने डाटा रिकभरी साइटको व्यवस्था गरेर, त्यसैगरी इन्टरनल कन्ट्रोल सिस्टम आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाएर है, टेक्नोलोजी परिवर्तनसँगै विभिन्न जोखिमहरू बढ्ने सम्भावना हुन्छ। त्यसैले टेक्नोलोजी परिवर्तनसँगै कर्मचारीहरूलाई चाहिँ चेन्ज म्यानेजमेन्टमा ल्याएर अर्थात् परिवर्तन व्यवस्थापनमा सहभागी गराएर पनि लेख्न सक्नुहुन्छ, अथवा विभिन्न किसिमका तालिम तथा विकासका कार्यक्रमहरू चाहिँ ल्याउनुपर्छ है, अनि समाधान गर्न सकिन्छ भनेर लेख्न सक्छौँ। सञ्चालन जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण रणनीति भनेको के हो त भन्दाखेरि परिवर्तन, टेक्नोलोजी परिवर्तनसँगै जोखिम परिवर्तन हुँदा कर्मचारीहरूलाई विभिन्न किसिमका तालिम र विकासका कार्यक्रमहरू समय समयमा ल्याइरहनु पर्छ भनेर यति लेखे पुग्छ है। दुईटा कारणलाई एउटै समाधान तपाईँहरू लेख्न सक्नुहुन्छ। त्यसैगरी अर्को के छ, अडिटर अर्थात् लेखा परीक्षकलाई स्वायत्त बनाएर भनेर लेख्न सक्छौँ हामी। त्यसैगरी मेकर चेकर अर्थात् ड्युल कन्ट्रोल सिस्टमको व्यवस्था नहुनु भनेको छ अनिवार्य रूपमा मेकर र चेकरको व्यवस्था गरेर चाहिँ सञ्चालन जोखिमको व्यवस्थापन गर्न सकिन्छ भनेर हामी लेख्न सक्छौँ। त्यसैले हाम्रो माथिपट्टि शीर्षक चाहिँ कारणहरू थियो, तर त्यसको समाधान पनि यसैसँग जोडिएको छ। नेपाल राष्ट्र बैङ्कको निर्देशन नम्बर 5 मा उल्लेख भएका कुराहरूलाई समावेश गरेर हामीले चाहिँ ट्रिक्स बनाएका हौँ र यसको लागि चाहिँ तपाईँहरू धेरै सोच्नु पर्दैन र यो ट्रिक्सको प्रयोग गर्दाखेरि तपाईँहरूको परीक्षामा तपाईँ याद गर्न पनि सक्नुहुन्छ। के छ त हाम्रो ट्रिक्स, डिसिजीको टिमले ब्याङ्कको सञ्चालन जोखिम बढ्यो। मैले अघि पनि भनिसकेको छु र जानिसकेको साथीहरूलाई सामान्य लागि पनि नयाँ साथीहरूको लागि चाहिँ यो भिडियो एकदमै प्रभावकारी हुनसक्छ र आफ्ना भाइ बहिनीहरू र ब्याङ्किङ तयारी गर्छु भन्ने साथीहरूका लागि चाहिँ भिडियो चाहिँ उहाँहरूसम्म सेयर गरेर तपाईँहरूले सहयोग गर्न सक्नुहुनेछ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। नमस्कार।